रौतहटमा आफ्नै घरभित्र गाडिएको अवस्थामा 25 वर्षीय महिलाको शव फेला। परिवारका सदस्यहरू फरार। परिवारकै सदस्यको संलग्नता रहेको प्रहरीको आशंका। रौतहटको वृन्दावन नगरपालिका 9 भुसाहामा एक 25 वर्षीय महिलाको आफ्नै परिवारका सदस्यको मिलेमतोमा विभत्स रूपमा हत्या गरेको घटना बाहिरिएको छ। भुसाहा निवासी शेख आदिलकी 25 वर्षीय श्रीमती तरिमा खातुनलाई सोमबार राति हत्या गरी घरकै भुस राख्ने स्थानमा खाडल खनी गाडेको अवस्थामा मंगलबार प्रहरीले फेला पारेको हो। आज प्रधानमन्त्री सुशीला कार्कीले लैंगिक हिंसा विरुद्धको 16 दिने अभियानको उद्घाटन गरेकै दिन रौतहटमा यस्तो विभत्स घटना बाहिरिएको छ। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुगेको थियो। मृतकका श्रीमान शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा छन्। घटनापछि खातुनका ससुरा शेख अली मोहम्मद सहित घरका सबै सदस्य फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूले मृतक खातुनको 1.5 वर्षीय छोरा मोहम्मद आरिफलाई समेत लिएर फरार रहेको प्रहरी उपरीक्षक रबिन कार्कीले जानकारी दिएका छन्। मृतक खातुनको माइती गुजरा नगरपालिका 7 पल्टुवामा रहेको छ। घटना गत कार्तिक 18 गते माइतीमा भएको हो। विवाह समारोहमा नातामा भतिजो पर्ने गड्डु भनिने शेख अल्लाहुद्दिनसँग अनैतिक सम्बन्ध राखिरहेकै अवस्थामा भेटिएपछि सुरु भएको अनुमान गरिएको छ। दुवैले विवाह गर्ने मौखिक सहमति जनाएपछि ससुरा शेख अली मोहम्मदको जिम्मामा अल्लाहुद्दिन र खातुनलाई छाडिएको खातुनका पिता ताज मोहम्मदले बताएका छन्। ताज मोहम्मदका अनुसार सोमबार राति घरमै दिदीको हत्या भइरहेको देखेका खातुनका भाइ शेख आस मोहम्मदलाई परिवारका सदस्यले हल्ला गरिस् भने तिमीलाई पनि मार्दिन्छौ भन्दै धम्की दिएपछि उनी घटनास्थलबाट भाग्न सफल भएको दावी गरेका छन्। उनले दिदीको हत्या भएको प्रमाण स्वरूप तस्बिर माइतीतर्फ पठाएको समेत परिवारजनले बताएका छन्। प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको छ र टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट एक चक्कु बरामद गरिएको छ। खातुनको शव पोस्टमार्टमको लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ। फरार परिवारजनको खोजी तीव्र पारिएको रौतहट प्रहरीको दावी छ।